नेपाले न थिथि जाजोयाना नीचा कोगु विश्व अपाङ्गता दिवस हंगुदो विश्व स्वास्थ्य संगठन या आह्वाने दैद सन् 1992 डिसेम्बर 3 निसे हलियंक विश्व अपाङ्गता दिवस हनवय चंगुदो नेपालले थासा सन् 1993 निसे जगत थो दिवस हंगुख नेपालले दिगो विकास लक्ष्य अपाङ्गता मैत्री भविष्य थैगु नारा बिया ठुसी नथो दिवस हंगुदो विश्व बैंक व विश्व स्वास्थ्य संगठन या सन् 2011 या प्रतिवेदन कथा हलियंक या कुल जनसंख्या मध्ये छिन्यागु प्रतिशत मनुते त छु छु कथा या अपाङ्गता जुया चंगुदु सन् 2011 या नेपाल या जनगणना कथा कुल जनसंख्या या करिब 3 लाख मनुते त छु कथा या अपाङ्गता दया चंगुदु तर शिक्षा स्वास्थ्य रोजगारी सूचना तथा संचार थे जागु न्यूनतम आधारभूत अधिकार तक इमेगु पहुँच अझ न मोटिने भू संविधान तक अपाङ्गता जुपी व्यक्ति त पर्याप्त व्यवस्था याना तगु जुसाना फितलो कार्यान्वयन याना इमेगु अवस्था खासे छु पाना चंगुमरो नेपाल सरकार लगायत थिथि सरकारी व गैर सरकारी संस्था तेस अपाङ्गता या प्रकार भसिकेगु नीति पेंगु रंगे बोथला तगुदो अथे अपाङ्ग जुपी व्यक्ति तेस शहरी क्षेत्रीय अपाङ्ग मैत्री भौतिक पूर्वाधार या कमी व थपी सटके उनिबले समस्या जुगु थागुदो प्रमुखले के भन्न चाहन्छु भनेदेखि हाम्रो एउटा नियम के बनाउनु पर्यो भनेदेखि गाडी चाहिँ जहाँ चाहिँ जेब्रा क्रस छ त्यहाँ गाडी रोक्नै पर्छ भन्ने नियम बनाउनै पर्यो चाहे रातो बत्ती बोलोस् चाहे नबोलोस् अथवा बत्ती होस् नहोस् जेब्रा क्रस आएपछि त्यहाँ एकचोटि चाहिँ गाडी रोक्नै पर्ने नियम बनाउनु पर्यो यो सञ्चार गरिदिने भन्ने चाहिँ के एउटा त्यस किसिमको चाहिँ एउटा नेटवर्क या एउटा के प्रविधि चाहिँ हुनुपर्छ जस्तो लाग्छ ताकि बच्चाहरू चाहिँ समयमा पत्ता लागोस् अदरवाइज थुप्रै बच्चा अर्को के हुन्छ त भन्दाखेरि उसलाई चाहिँ डर त्रासको ख्याल हुँदैन थुप्रै बच्चाहरू गाडीले ठक्कर लाग्ने पानीमा डुबेर मर्ने यस्तो पनि थुप्रै बच्चाहरू भएका छन् अठ्यास सरकारवाला निकाय तेस अपाङ्ग जुपी व्यक्तित्वको माग सकारात्मक जुगु व थुगु माग सम्बोधन नीति थपि हेजागु प्रतिबद्धता पंगुगु तपाईले लेखेर हामीलाई एउटा दिनुस् न यो गर्दाखेरि पेट्रोल भने दिनुस् त्योलाई समाधान गर्नको लागि यातायात व्यवस्था कार्यालयलाई ट्राफिक प्रहरीलाई पनि म निर्देशन दिन चाहन्छु म दिन्छु र हाम्रो तर्फबाट पनि के गर्न सकिन्छ ती कुराहरू गर्छु र जुन किसिमले क्याटेगोराइज गर्नु भएको छ र त्यसका समाधानका कुराहरू निकाल्नु भएको छ वास्तवमा सरकारले यी विषयमा एकदमै गम्भीर भएर ध्यान दिनुपर्ने चाहिँ मैले देख्छु र हामी जो चाहिँ राज्यको तलब खाएर जुन हामी ड्युटीमा गर्छौँ र हामीले पनि यहाँलाई चाहिँ सम्बोधन गर्ने कुराहरूमा हामी चाहिँ गम्भीर छौँ भन्ने कुरा पनि म यहाँलाई चाहिँ एउटा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु शिक्षा विभाग या तथ्याङ्क कथा बने कुठे पिने चौपी मध्ये चेन्यागु प्रतिशत मस्तित अपाङ्गता दया चंगुदो शहर बजारे स्वयं ग्रामीण भेगे अपाङ्ग जुपिनीको अवस्था छन् दयनीय जुया चंगुदो हलिन्यङ्क विश्व अपाङ्गता दिवस हनावय चंगुदुसा नेपालले चोपी अपाङ्गते सधासा थपिन त दया माया स्वयं अवसर या आवश्यकता जुगु थासे थपिन त अवसर उपलब्ध याके त माग्यान वय चंगुदो वास्तवै समाज या त व संसार या त अपाङ्ग मैत्री देके जरुरी दु समावेशी थैको भाषा संस्कृति भूभाग जकमकसे अपाङ्ग जुपी व्यक्तित्व त सहज तवन थगुली से विकास से दौडेन पलाछिके फैगुन ख नेपाल मण्डल टेलिभिजन नीति क्यामेरा पर्सन गुणराज साक्किनी से टिभी जर्नलिस्ट राकेश खड्गिया रिपोर्ट